वेलकम टु दिदीबहिनी गार्डन च्यानलमा हजुरलाई स्वागत छ। आज म चाहिँ तपाईहरुलाई चाहिँ के लालुपाता देखाउनु पर्यो भनेर मेरो अस्तिको पानी ज्यादा परेर 2 दिनको घामले चाहिँ यस्तो भयो नि त कि पानीमा राखेको नि त कि बाहिर गमलामा चाहिँ यस्तो हुन्छ, माटोको गमला चाहिँ पानी सुकेर राख्छ नि त कि, अन्त अहिलेसम्म पानी सुकेको छैन, भर्ती भएको थियो। अन्त आज चाहिँ म चाहिँ तपाईहरुलाई चाहिँ कटिङ गरेर चाहिँ देखाउनु पर्यो मसँग, तर मैले सबै अघि नै कटिङ गरेको छु कि भिडियो लामो हुन्छ भनेर। अहिले चाहिँ तपाईहरुलाई चाहिँ देखाउँछु नि त म कसरी गर्नुपर्छ भने। एउटा मात्रै काटेर देखाउँछु अहिले चाहिँ, अरु त मैले अघि काटेको छु नि त कि भिडियो चाहिँ लामो हुन्छ भनेर चाहिँ। प्रोसेस चाहिँ मेरो चाहिँ त्यही हो। अन्त यसरी गर्नुपर्छ नि त। यसलाई चाहिँ काटेर चाहिँ यस्तो काट्छौँ नि हामीले। यो पत्ता चाहिँ सबै निकाल्नुपर्छ। यसरी मैले चाहिँ यहाँ निकालेर राख्छु। पत्ता चाहिँ सबै निकाल्नुपर्छ, नभए त पत्ताले गर्दा सर्दैन। यो काठको भुसी छ, यस्तो काठको भुसी, त्यहाँदेखिको भन्दाखेरि यो बलुवा माटो त्यो म राख्छु। अन्त यो चाहिँ मैले पानीमा राखिरहेको छु। यसरी गरेर लाउनु हजुरहरूले। पानी ज्यादा भयो भने चाहिँ मर्दो रहेछ कि रेनी सिजनमा यो, नभए त विन्टरमा त यो त ज्यादा घाम, जति घाम त्यति राम्रो हुन्छ नि। अहिले चाहिँ घाम पानी भएर चाहिँ मर्दो रहेछ। यसरी गरेर चाहिँ सारेको छु। अब यो चाहिँ सर्भाइभ गर्छ कि गर्दैन, गऱ्यो भने चाहिँ राम्रो हो, भएन भने चाहिँ अब गाछ पनि मर्यो भने चाहिँ फेरि अब नयाँ मलाई किन्नुपर्छ। यो त बहुत पुरानो गाछ हो नि मेरो। कतिजनाले कटिङहरू लगिसकेको, अहिले चाहिँ मेरो मर्ला जस्तो लाग्छ। अन्त यसरी गरेर राखेको छु। सर्छ होला, बलुवा माटोमा त छिटै सर्नु पर्ने। चाहिँ पानी हाल्नु। काठको भुसी चाहिँ किन लगाएको भने यसरी पानी हाल्दा चाहिँ सबै बलुवा बगेर जाँदैन नि त कि, त्यसले चाहिँ पक्रेर राख्छ। फेरि तल चाहिँ चिसो हुन्छ, माथि चाहिँ सुक्खा हुन्छ नि त, त्यसले गर्दा चाहिँ सर्दैन। यो फेरि ज्यादा पानी भयो भने सडिहाल्दछ। कटिङ गरेको मैले थुप्रै गरेको थिएँ कि सबै सड्यो। अन्त हजुरहरूले यसरी गरेर हेरिदिनुहोस्। हेरिदिनुको लागि चाहिँ थ्याङ्क यू सो मच। सर्भाइभ गऱ्यो भने फेरि म देखाउँछु।